इग्नोर हानेपछि रवि फकाउँदै भारत। नयाँ शक्तिसँग दिल्लीको चासोले पुराना दल सङ्कटमा, राष्ट्रपालाई मोदीको रेड कार्पेट। लामिछानेको भारत भ्रमण केवल फोटो सेसन कि नेपाल भारत सम्बन्धमा नयाँ इतिहास, के हुँदैछ तयारी? नेपालको राजनीतिमा परम्परागत शक्तिहरूको वर्चस्वलाई चुनौती दिँदै उदाएका नयाँ राजनीतिक शक्तिहरूसँग छिमेकी मुलुक भारतले आफ्नो कूटनीतिक च्यानल सोझ्याउन थालेको छ। विगत लामो समयदेखि स्थापित पुराना दलहरू र कर्मचारी तन्त्रसँग मात्रै डिल गर्दै आएको नयाँ दिल्लीले अब नेपालको नयाँ राजनीतिक रियालिटीलाई स्वीकार्दै रणनीतिक कदम चाल्न सुरु गरेको देखिन्छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आगामी जेठ 18 गते हुन लागेको 2 दिने भारत भ्रमणलाई दक्षिण एसियाली भूराजनीतिमा निकै चासो र अर्थपूर्ण रूपमा हेरिएको छ। यो भ्रमण केवल एउटा दलको नेताको सामान्य विदेश यात्रा मात्र नभई इतिहासकै जटिल र चिसोपनको मोडमा पुगेको नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिने एउटा महत्त्वपूर्ण आइस ब्रेकर बन्न सक्ने अनुमान गरिएको छ। पार्टी स्थापनाको छोटो समयमा 2 पटक उपप्रधान तथा गृहमन्त्री भइसकेका रविका लागि यो पहिलो विदेश राजनीतिक भ्रमण हो जसलाई भारतीय विदेश मन्त्रालयको विशेष निमन्त्रणामा औपचारिक स्वरूप दिन खोजिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपाको उदय लगतै रवि र प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सामाजिक सञ्जाल र फोन मार्फत बधाई दिँदै कूटनीतिक संवादको इच्छा देखाएका थिए। तर कूटनीतिक वृत्तमा भारतीय प्रयास सधैँ सोचे जस्तो सहज भएन। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ताको वातावरण नमिल्दा विदेश सचिवको भ्रमण नै स्थगित हुन पुग्यो र फलस्वरूप शाहको भारत भ्रमण समेत अनिश्चित बन्यो। बालेनको यो इग्नोर र कडा अडानपछि परराष्ट्र मन्त्री शिशिर खनालको दिल्ली भ्रमण समेत अन्तिम समयमा प्राविधिक कारणले रोकिएपछि 2 देशबीचको कूटनीतिक संवाद लामो समयदेखि ठप्प प्राय बनेको अवस्थामा यो नयाँ भेटघाट तय भएको हो। इतिहासकै खराब मोडमा नेपाल भारत सम्बन्ध र सीमा व्यापारका चुनौतीहरू। अहिले नेपाल र भारत बीचको सम्बन्ध कयौं कूटनीतिक असमझदारी र भूराजनीतिक संवेदनशीलताका कारण निकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। नेपालको दाबी रहेको लिपुलेख भूमि हुँदै मानसरोवर जाने मार्ग भारतले नेपालको अनुमति बिना नै उद्घाटन गरेपछि काठमाडौँ दिल्ली सम्बन्धमा ठूलो धक्का लागेको थियो, जसमा नेपालले भारत र चीन दुवै देशलाई कूटनीतिक नोट पठाएर कडा विरोध जनाएको छ। त्यस्तै नेपाल सरकारले सीमा नाकामा 100 रुपैयाँ भन्दा माथिका सामान आयातमा कर लगाउने कडा नीति लागू गरेपछि सीमावर्ती भारतीय व्यापारीहरू आन्दोलित छन्, जसको सिधा दबाब दिल्लीसम्म पुगेको छ। यसका साथै पछिल्लो समय नेपालमा अमेरिकी कूटनीतिक र रणनीतिक सक्रियता उल्लेख्य रूपमा बढेका कारण भारत नेपालमा आफ्नो परम्परागत प्रभाव कमजोर हुने हो कि भन्ने कुरामा सशंकित बनेको छ। यही चौतर्फी राजनीतिक र भूराजनीतिक घेराबन्दीका बीच हुन लागेको रविको भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्री सहितको उच्चस्तरीय टोलीसँग 1-to-1 वार्ताको तालिका तय गरिएको छ। यद्यपि लामिछानेको भ्रमण हुनुभन्दा ठिक केही समय अघिदेखि नै नेपाल भारत